बिचरा मेरो मम्मी थ्याङ्क यू सम्झेर आइदिएकोमा। कस्तो के अब सबभन्दा आफूले दुःख पर्ने भनेको त्यही आमा छोरी सम्झिने। म त कति सम्झेँ कि त्यहाँ चस्मा ह्याप्पी मदर्स डे। हेलो एभ्रिवान, नमस्ते झोरले तपाईहरु सबैजनालाई। अनि के छ, सबैजना सन्चै हुनुहुन्छ नि? म पनि एकदमै सन्चै छु भन्न मिल्दैन, मलाई चाहिँ एकदमै रुगा खोकी पिनास एकदमै ग्रसित छु। त्यही भएर मैले भिडियो पनि बनाएको छैन। यस्तो बोली पनि यस्तो नाक्सोरे आइरहेको छ। अनि के गरे आज विशेष दिन, स्पेशल दिन, माता टिठौसी मम्मीहरूको मुख हेर्ने दिन, मम्मीहरूलाई पुज्ने दिन, उहाँहरूबाट हामीले आशीर्वाद लिने दिन हो आज चाहिँ। सो त्यही भएर सबैजनालाई ह्याप्पी मदर्स डे, माता टिठौसीको शुभकामना भन्न चाहन्छु। अनि मैले चाहिँ भिडियो इन्डिया गएदेखिको भिडियो हालेपछि त्यसपछि इन्डिया के कस्तो भयो, अनि म कसरी फर्केँ, अनि कहिले फर्केँ, केही पनि भिडियो हालेको छैन। किनकि म त्यसको भिडियो चाहिँ मैले किन भिडियो हालेन त्यसको बारेमा चाहिँ मैले छुट्टै भिडियो बनाएर हाल्छु, त्यसको लागि वेट गर्नु होला। अनि आज चाहिँ स्पेशल माता टिठौसी मनाउनु भनेर बिचरा मेरो मम्मी गाउँदेखि आउनु भएको छ। अब मेरो त के कस्तो छ तपाईँहरू सबैजनालाई थाहा छ। अब म आफ्नो कार्यव्यस्तताले भ्याउँदिनँ, त्यही भएर म गएन। त्यही भएर मेरो मम्मी गाउँबाट बिचरा यहाँ माता टिठौसी मनाउनु भनेर आउनु भएको छ। यता हाम्रो मम्मी हुनुहुन्छ। नमस्ते छ तपाईँ। नमस्ते। बिचरा मेरो मम्मी। अनि फेरि स्पेसल यता छ मेरो साथी। हामी कति भयो गरी भेट्नु भएको? 3 महिना भयो हामी भेट्नु भएको। अनि यति धेरै के कस्तो भयो भने, अनि तिम्रो मेरो एकैचोटि लिग न भिडियो। कस्तो भयो भने ठ्याक्क चैतमा हामी भेट हुने प्लान थियो होइन। अनि चैतको भेट हुने प्लानमा उसको एक्जाम, छोराको एक्जाम भ्याएर यहाँ आउने भन्दाखेरि चाहिँ म फेरि ठ्याक्क उता इन्डिया जानु पर्यो। अनि ऊ म इन्डिया जाने, अनि यिनी पाल्पा आउने भयो। त्यसपछि ठ्याक्क एक महिना छुट्टी हुँदाखेरि चाहिँ म फेरि उताबाट 1 महिनापछि यता रिटर्न आउने, यिनको फेरि स्कुल स्टार्ट भएर उता जानुपर्ने भयो। त्यसपछि हामी त्यतिखेर पनि भेट भएनौँ। फाइनली लास्ट आज चाहिँ एउटा माता टिठौसीले मम्मी छोरी मात्र नभएर यता साथीभाइ पनि भेट गराउने अवसर मिल्यो। थ्याङ्क यू सम्झेर आइदिएकोमा। अनि अब चाहिँ मैले चाहिँ अब यसरी केही तयारी गरेको छैन साथीहरू। माता टिठौसीमा अब के दिन्छ त्यो त मलाई खासै एक्ज्याक्ट थाहा छैन। अब खासमा चाहिँ आमाहरूलाई मनपर्ने एउटा वस्त्र, त्यसपछि उहाँहरूलाई मनपर्ने खानेकुराहरू दिन्छ अरे। अनि मैले त आफ्नो अब सपिङहरू गर्न यताउति हिँड्नलाई चाहिँ म आजसम्म पनि व्यस्त थिएँ। त्यही भएर मैले केही सपिङ गरेन। आफूसँग जे छ त्यही जुटाएर दिएको मैले चाहिँ यता लुङ्गी टी सर्टहरू राखिदिएको छु। अनि त्यसपछि फलफुल, अनि यता अलिअलि के भन्छ गरे मसँग जे छ त्यही राखिदिएको। तेल स्याम्पूहरू, यता तेल स्याम्पू मिठाईहरू, अनि स्पेसल हाम्रो मगरहरूको चाहिँ सगुन यता रक्सी पनि राखिदिएको छु मैले मम्मीलाई। खाए पनि नखाए पनि, मम्मीले नखाए पनि बाबाले खानुहुन्छ। अब चाहिँ मैले होइन परेन के, अब चाहिँ मैले मम्मीलाई टिका लाउने कार्यक्रम गर्न पर्यो। मेरो त नङले त टिका लगाइदिनै मिल्दैन है। अब फर्स्टचोटि हामीले यसरी माता टिठौसी मनाउन पायौँ, अर्को वर्ष पनि यसरी नै मनाउन पाऊँ। मम्मी चाहिँ एकदम निरोगी हुनु, स्वस्थ हुनु, बुढी हुँदासम्म बाँच्नुहोस्। हामीले सकेको हेर्नेछौँ। सधैँभरि तपाईँहरूको सेवा गरेर बाँच्न पाऊँ। सेवा गरेरै हामी के भनेको सल्लाह, सबै भगवानहरूले रक्षा गरून्, मेरो माइतीलाई कहिले पनि दुःख कष्ट नपरोस्। त्यही है सल्लाह। केही हुन्न। अब रोयो फेरि नच रुन्छन् कोही पागल नि। हुन्न के मिना त नरौ त देऊ। आमा मम्मीलाई गिफ्ट देऊ त देऊ। नै मम्मी पनि रुनुहुन्छ फेरि। कस्तो के अब सबभन्दा आफूले दुःख पर्ने भनेको त्यही आमा छोरी सम्झिने। म त कति सम्झेँ कि त्यहाँ
के गर्ने नजिक भएको भए हामी पनि आउँथ्यौँ टाढा भयौँ के गर्ने समय परिस्थितिले टाढा बनायो अनि त्यस्तै त अनि ल अब जति रुनु पर्यो पनि म त कति रुन आउने क्या त्यतिखेर क्या खालि आमा बाबा मात्रै संसार आउने क्या आफूभन्दा ठुलो भनेको उनीहरू मम्मी बाबा झन् त हुने अनि खालि उनीहरूको मात्रै याद आउने क्या अरू अरू सहयोग नभए पनि आफूभन्दा ठुलाको काखमा रुख्न छुट्टै कुरा हुन्छ नि त कति म त खालि त्यो मम्मी बाबा र साथीहरू सम्झिने कि म त खालि आज का चाहिँ सालङ र इत्त जमन्डी काटिने टोक्दो हात में केही हुन्न भयो है तिमी पनि रह्यो क्या म त कति रुन भन्दा पनि कति सक्दिनँ भाइ म त कति कमजोर भयो कि यसपालि त के हो म यस्तै रुने मान्छे होइन नि म कति अहिले त्यो जब आफ्नो छोरा आफ्नो सन्तानलाई दुःख पर्छ नि त्यसपछि त आमा त्यत्तिकै कमजोर हुँदो रहेछ क्या म त त्यो बच्चाहरूलाई के बच्चैबाट सानो जन्मेदेखि चाहिँ खेलाएको है आफूले त्यस्तो गरेर आउनु पर्दाखेरि त यति दुःख लाग्छ अहिले पनि सम्झिँदा यति दुःख लाग्छ यसको भिडियो चाहिँ म पछि अलिकति आफू कन्ट्रोल भएपछि अब आफू कन्ट्रोल गर्न सकेपछि के म आफूलाई कन्ट्रोल गर्न सकेपछि त्यसको भिडियो म छुट्टै बनाउँछु भनेको छु के मैले टिकटक साथीहरूले कति मेरो के अरे नानीलाई सन्चो हुँदाखेरि सन्चो भयो भन्ने भिडियो बनाउँदाखेरि कति खुसी भएको थियो नि दिदी तपाईँले पछि यस्तो भिडियो हाल्दाखेरि हामीलाई कति दुःख लाग्छ कसरी भयो भनेर सबैले मलाई कति क्वेसन गरिरहेको छन् के त्यसपछि मैले त्यसको यो कसरी भयो के भयो भनेर म तपाईँलाई चाहिँ छुट्टै भिडियो बनाउँछु म त्यसको बारेमा चाहिँ अलिकति म आफूलाई सम्हाल्न सकेपछि म सधैँभरि कति रुवाउने सबैजनालाई अनि अलिकति स्ट्रङ भइसकेपछि म त्यसको भिडियो पनि बनाउँछु अब चाहिँ यस्तै हो हाम्रो चाहिँ माताटी दौस यस्तै भयो अनि अर्को कुरा फेरि कस्तो भयो भने आज मेरो छोरी पनि ठुली भइसक्यो क्या बुझ्ने भइसकेछ अनि उसले चाहिँ मलाई सरप्राइज दिन भनेर चाहिँ उता मदर्स डेको केक के अरे केक सरप्राइज दिन भन्नु क्या अर्डर दिइसकेको रहेछ न अनि एका बिहानै फोन गरेर बिहान 6 बजे फोन गरेर त के अरे केक देखायो कि ह्याप्पी मदर्स डे भनेर केक देखायो खोलेर भन न सानो के म त ल ल ल थ्याङ्क यू नानु भनेको त त्यो त उहाँ रोको कि फेरि त्यो फेरि मन नगएको भनेर के कति रोको अनि एका बिहानै रोको हामी आमा छोरी कति रोको बिहान एका बिहानै अनि म नगएको भने कति चित्त दुखाएको छ कि मेरो उसले फेरि चित्त दुखा म नगएको भने चित्त दुखाएको भन्दा पनि ऊ स्पेसल डेमा ऊ आफ्नो साथमा म नभएको भनेर क्या त्यही भएर म फेरि आज हामी आमा छोरी यसरी मनायौँ अब साँझ गएर उहाँ फेरि बुटल गएर फेरि के गरे मेरो घरको मम्मी अनि फेरि मेरो छोरीले मेरो छोराछोरीले मेरो मुखीहरूले मैले चाहिँ फेरि दुईटा मम्मीहरूसँग केक सेलिब्रेसन गर्नु भने हामी घर जाँदैछौँ फेरि आज पनि अब यस्तै भयो साथीहरू अब तपाईँहरूको कस्तो भइरहेछ अनि हाम्रो चाहिँ यस्तै भयो अनि अब खाना खान्छौँ हामीले खाना खाएर फेरि मम्मीलाई औषधि गर्नुपर्ने छ मेडिकल जानेछौँ अनि त्यसपछि हामी फेरि बुटल जाँदैछौँ ल खाना खान्छौँ है अब साथीहरू हाम्रो चाहिँ खानामा के भएको छ सल्ना यहाँ बुटुवा छ कुखुराको अनि यहाँ सब्जी अनि दाल अरू केही पनि होइन ल मम्मीलाई त्यति पनि खानु पऱ्यो ल खाऊ कि त्यति त कसो बेला भाग लगाएको अब त त्यो यहाँ बुटल जाने यहाँ बासी बस्छ फेरि गाउँको पाउर यता दही यता बङ्गुरको मासु भुटेर ल्याउनु भएको छ यता छ फेरि घिउ ए यता टाउकोमा लाउने तेल पनि आएको छ ल यो पनि अझै गाडीहरू मारा छ जम्मै आशै एक बेला भट्टा बुझ लान्छ के हो आला गाडी चाहिँ निसनहरूले कान्छीलाई खोलाङसम्म राखेर खोलिङहरू आइसकेर छ बसाएर छ बोटुङसम्म पहिला फटाफट खाना खानु पर्यो सो अब चाहिँ हामीले खाना खाएर भ्याइसक्यौँ अब हामी जाँदैछौँ कता कता आफ्नो आफ्नो गन्तव्यतिर जाँदैछौँ यिनी जाँदैछन् आफ्नै घर अब मम्मी र म भएर चाहिँ बुटलतिर जानुपर्ने हुन्छ गिटार त जहिले भिडियो बनायो कि गिटारकै फनाउने साथीहरू म चाहिँ घरबाट हिँड्दाखेरि चाहिँ के गरे भिडियो स्टार्ट गरेन बनाएन अनि बिच बाटोमा आएर भिडियो बनाउँदैछु यता आज हामी चाहिँ आमा छोरी भएर मेरो घर जाँदैछौँ फर्स्ट टाइम मेरो घरमा हिँड्नु भएको छ मेरो मम्मी चाहिँ
मेरो नयाँ घरमा उता गाउँमा त अब एउटै गाउँ भयो अहिले चाहिँ उता बुटलको घर हिँड्नु भएको छ अनि मम्मी र म भएर हिँडेको यता मम्मी हुनुहुन्छ मेरो मम्मी पनि फर्स्ट टाइम चस्मा लाउनु भएको छ अनि के गरे फर्स्ट टाइम चस्मा लाउनु भएको छ के गरे कहिले पनि नलगाएको त्यही भएर लजानु भएको छ कि अनि यहाँ मान्छे नभएको ठाउँमा के तानसिन बाटो हिँड्दाखेरि लाउनु भएन अब उता घर पुग्दाखेरि नलाउने अरे बिच बाटोमा कसैले नदेखेको ठाउँमा मात्र लाउने अरे अब चाहिँ हामी आमा छोरीको पहिलो राइड हो यो चाहिँ अब कति बज्यो मम्मी कति बज्यो भनेको 4:30 5 बज्न लागिसकेको रहेछ अब हामी लगभग 6:30 पौने 7 बजे पुगिन्छौँ होला जहाँसम्म मेरो विचारमा अब बिच बाटोमा यसरी भिडियो बनाएर हिँड्न मिल्दैन अब डाइरेक्ट जाने एकचोटि घर बनाएर भिडियो लिन्छ है त ओ माई गड पुरै धुलै धुलो यस्तो भएछ त पुरै बुटल बजार आइसक्यो हामी चाहिँ आमा छोरी भएर अनि म त आउँदा आउँदै कस्तो बडी भयो कि झन् यस्तो पुरै यो मार्क्स त पुरै कालो भएछ के गरे यो पिनासले के हो पुरै यो कानको जराहरू सबै डुब्न थाल्यो कि एकचोटि यहाँ डुब्ने कता गरे मम्मी त्यहाँ के चेक गर्नु पऱ्यो कि इएनटीमा टिकट पाएको थिएन एकचोटि सोधेर जानु पर्यो फाइनली साथीहरू हामी चाहिँ घर आइसके भने सबैजनाले बुटल कहाँ हो भन्नुहुन्छ नि हाम्रो बुटल चाहिँ भलबारी हो यहाँ ठ्याक्कै चोकमा आइसक्यौँ हामी अब यो चोक बाटो चाहिँ थोरै 2 मिनटभित्र हाम्रो चाहिँ ठ्याक्कै यो आयल निगमको पछाडि अब चाहिँ घर गएर एकचोटि घरमा केक सेलिब्रेसन गर्नुपर्ने हुन्छ अब हामीले केक सेलिब्रेसन गर्दैछौँ यता मेरो माइतको मम्मी यता घरको मम्मी भएर स्पेशल हाम्रो किन्जल सारको रिक्वेस्ट यहाँ फेरि बिचमा को बसेछ केटा मान्छे ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स खै त बोइलो गर्नु न ह्याप्पी मदर्स डे भइसक्यो मदर्स डे को धेरै धेरै शुभकामना सबैजनालाई काटो पनि जाऊ ल मलाई पनि केक चाहियो तिमीले खुलाउनु मम्मीलाई केक कातल खान्यो म खुलाउने मम्मीले पो मलाई खुलाउने त मम्मी हो चमच ल्याउन एउटा चमच ल्याउन सुन मलाई चाहिँ सब दिदी म खुलाउने माटले गोबर छोपेर आछ त्यसो भन्नु पुलिसलाई पठाउनु कि सबै ल बैठका सबैले अब के गरे सधैँ निरोगी मुनिस लामो आयु छ नि बुढी स्नासम्म जीवाकाट पर्से अनि सधैँभरि नाक्नु छत्र छाइन्छ मुख अप्टिने है ल सानोलाई ह्याप्पी मदर्स डे अनि बेबीलाई ल है भयो मम्मीलाई अब ल यतिमा त मलाई धेरै खानु मेरो उस हुन्छ क्या मलाई पिनास हुन्छ खानु न तिमीले क्यामेरा त्यस्तो थोरै मात्रै बाबा मेरो खै त गिफ्ट दिएको कसले क्यानले गिफ्ट पनि राखेको नाइ ल ए म ल कियाले दिने हो नि तर हैन गिफ्ट दिएको भोलि पर्सि अहिले तिम्रो कमाइ छैन भोलि पर्सि पैसा कमाएपछि ल पैसा कमाएपछि बल्ल गिफ्ट दिने मम्मीहरूलाई क्यानले गाडी दिन्छ एरोप्लेन किनेर दिन्छ ल यो डाका चकलेट खाऊ न खाऊ ल खाऊ यो हो ल भयो ती राम्रो 600 को मैले फादर्स डे टलसँग काटेँ मदर्स डे 2 चोटि काट्छु ल नबोल एकछिन म बोल्छु बेबी नबोल न एकछिन म बोल्छु के थोरै हाँस म बोल्ने अब बोलौँ किन्छल देखेछ हाम्रो फोटो ल गेम खेल्ने खै बैले चाहिँ देखेछ नि ज्ञानले गर्नु यता ए देखिन्छ कि ल
सो साथीहरु हाम्रो चाहिँ मदर्स डे यस्तै भयो अनि आजको मदर्स डे चाहिँ हाम्रो एकदमै धेरै लङ सफर भयो कस्तो भयो भने अब के भन्छ गरे हाम्रो अब म गाउँ जान नभ्याउने अनि मेरो लागि भनेर मम्मी चाहिँ तान्सी लाउनु भयो अनि फेरि कस्तो भने बिहान मेरो छोरी किन्जल सारू यता किन्जल सारूले चाहिँ मलाई सरप्राइज नभनौँ सरप्राइज दिन भनेर चाहिँ अब के गरे केक अर्डर गरेको रहेछ अनि केक ल्याइसकेको रहेछ अनि म त हिजो आउँदिन भनिसकेको अनि बिहान म पनि रोएँ भाइ यो त उहाँहरूको के त्यो केक देखाएर ह्याप्पी मदर्स डे भनेर म भिडियो कल गरेँ ह्याप्पी मदर्स डे भनेर केक देखायो अनि किन्जल भन्छु बोल्दै नबोल्ने के उता एकपट्टि गएर रोएर बसेको भएछ अनि म पनि रोएँ अनि म फेरि हस्पिटल के अरे बिरामी भेट्न जानुपर्ने थियो त्यो ठ्याक्क निस्केको त यो किन्जल त एकपट्टि रोएर बस्यो म पनि रोएँ अनि के गर्ने अब छोराछोरीको खुसीको अगाडि हाम्रो सबै दुःखहरू बिर्सिन्छ भन म कति अस्वस्थ थिएँ बिरामी भएको भएर म आउनु पाएको थिएन फेरि आउँदै पनि कति बढी चापेर फेरि म माथि के गरे बुटल पसेर इएनटीमा टिकट लिएर फेरि चेक गरेर आउँदाखेरि चाहिँ रात पर्यो अनि आएँ फाइनली आएर पनि अब यता मेरो माइतोको मम्मी यता हेर न मम्मी यता हेर न यता मेरो माइतोको मम्मी यता मेरो घरको मम्मी अनि म अनि यता दुईटा छोराछोरी अनि सँगै यसरी साथमा मनाउन पाउँदाखेरि एकदमै खुसी लाग्यो अनि भोलिको दिनहरूमा पनि अब आगामी दिनहरूमा अर्को वर्ष पनि यसरी नै मनाउन पाऊँ हजुरहरूको कस्तो भयो सबैजनालाई माता टिटौसीको शुभकामना भन्न चाहन्छु अनि भिडियो यतिन्जेलसम्म हेर्नुभयो त्यसको लागि थ्याङ्क यू सो मच अनि भिडियो हेर्दै भिडियोलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न बिर्सिनु भएको छ भने सबैजनाले लाइक कमेन्ट पनि गर्नु होला नयाँ जोडिनु भएको छ भने सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको भिडियो यति नै बाई बाई ल बाई बाई भन त सबैजनाले यता 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 के बाई यता ल ल बाई यता बुबे हेर्नु बाई तिन त बाई तिन और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए।